नमस्कार आदरणीय दर्शक महानुभावहरू, हामी सार्थक संवाद कार्यक्रममा यहाँलाई हार्दिक स्वागत गर्दछौँ र आजको अतिथिमा हर्षिता चौधरीजी हुनुहुन्छ र यहाँलाई हार्दिक स्वागत छ हर्षिताजी। नमस्कार। र तपाईँ चाहिँ हुनुहुन्छ राष्ट्र सेविका नेपालको चाहिँ तपाईँ काठमाडौँ जिल्ला विस्तारिका हुनुहुन्छ। यो राष्ट्र सेविका जुन चाहिँ नेपालको बारेमा चाहिँ केही परिचय गराइदिनुहोस् न। हामीले यसको नामबाट नै जान्न सक्छौँ। राष्ट्र सेविका नेपाल, राष्ट्र भनेको आफ्नो धर्म संस्कृति परम्परा रीतिरिवाज र सेविका भनेको त्यसलाई पालना गर्ने सेवा गर्ने मान्छे जसले राष्ट्रको धर्म संस्कृति परम्परा इतिहासलाई साथसाथ लिएर राष्ट्रप्रतिको आफ्नो सेवा समर्पण भाव प्रदर्शन गर्छ, त्यसले नै राष्ट्र सेविका भन्न सकिन्छ। राष्ट्र सेविका हिन्दू सनातन महिलाहरूको एउटा ओमकार महिलाहरूको सङ्गठन हो। यसमा चाहिँ हामीले देशभरिमा रहेको हाम्रो महिला दिदीबहिनीहरूलाई प्रशिक्षणको माध्यमबाट शारीरिक मानसिक बौद्धिक रूपमा प्रशिक्षण दिएर व्यक्तित्व निर्माणको काम चाहिँ गर्ने गरेका छौँ। जस्तै यहाँले चाहिँ अब यो राष्ट्र सेविका नेपालले चाहिँ विभिन्न वर्गहरूको आयोजना गर्ने क्रममा अहिले यो चैत्र 21 गतेबाट वैशाख 5 गतेसम्म चाहिँ एउटा वर्ग लाग्दैछ, जुन वर्गलाई चाहिँ प्रवेश शिक्षा वर्ग भनेर चल्छ। 15 दिनसम्म चल्ने वर्ग, जुन 15 दिनसम्म चल्ने वर्गमा चाहिँ कस्ता के कुराहरू सिकाउनुहुन्छ तपाईँ? हामीले यो प्रवेश शिक्षा वर्ग पहिलो त 15 दिनको हुने गर्छ। यसमा हामीले विभिन्न उमेर समूहका बहिनीहरूलाई आमा दिदी बहिनीहरू राख्ने गर्छौँ। 8 कक्षा पासदेखि लिएर कुनै पनि उमेर समूहका दिदी बहिनीहरूलाई यो प्रशिक्षणमा राख्ने गर्छौँ। अनि हामीले 15 दिनमा उहाँहरूलाई शारीरिक कुराहरू जस्तै अब बिहानै उठेर होइन प्रातः स्मरण गराउँछौँ। प्रातः स्मरणपछि चिन्तन सूत्र हुन्छ, हाम्रो पञ्चाङ्ग हुन्छ, हाम्रो रीतिथिथिहरू पञ्चाङ्ग हुन्छ। त्यसपछिको चाहिँ हाम्रो अल्पाहार रहन्छ अनि शाखा भनेर हुन्छ, हाम्रो 1 घन्टाको शाखा समायोजन हुन्छ। त्यसमा चाहिँ शारीरिक कुराहरू सिकाइन्छ, जस्तै अब योगहरू भयो, त्यसमा दण्ड भयो, नियुद्ध भयो, बिना शस्त्र अस्त्रको गरिने युद्धलाई नियुद्ध भनिन्छ। उसमा चाहिँ हामीले अहिलेको प्रचलित नामहरू कुम्फू कराते भन्न सकिन्छ। त्यसलाई हामीले नियुद्ध गराउँछौँ, दण्ड गराउँछौँ आत्मरक्षाको लागि शस्त्र लिएर। त्यसै गरी एसटी हुन्छ अनि खेल हुन्छ होइन, विभिन्न खेलहरू, बैठकको खेल, उठकको बौद्धिक खेलहरू, यो सबै गरेर हाम्रो 1 घन्टाको शाखा समायोजनमा यो सबै हामीले गराउँछौँ। जस्तै यो प्रवेश शिक्षा वर्गको चाहिँ गराउनुको चाहिँ यहाँको चाहिँ उद्देश्य, यहाँको भूमिका चाहिँ कस्तो खालको किन गराउनुपर्छ, किन आवश्यकता भयो यो कार्यक्रम चाहिँ? एउटा परिवारमा आमाको जसरी आफ्नो सन्तानप्रतिको भूमिका हुन्छ, एउटा घर छ त्यसलाई आमाले चलाउनुहुन्छ, आमाको भूमिका कतिको हुन्छ, त्यो घरलाई बनाउनुदेखि लिएर सन्तान पाल्नु, उसलाई संस्कार दिनु होइन, आफ्नो रीतिरिवाज सिकाउनु, भोलि पर्सि असल नागरिक बनाउनुमा जसरी एउटा आमाको भूमिका हुन्छ, त्यसै गरी राष्ट्र सेविकाले नेपालको प्रत्येक महिलाहरूमा चाहिँ आफ्नो राष्ट्रप्रतिको गौरव, आफ्नो संस्कृति स्वधर्म स्वरक्षाको लागि हाम्रो मानसिकता के हुनुपर्छ, हाम्रो राष्ट्र पनि केही हो हाम्रो लागि, हामीले राष्ट्रको प्रति पनि केही योगदान दिनुपर्छ भनेर राष्ट्र सेविकालाई व्यक्तित्व निर्माण, व्यक्ति निर्माणको काम चाहिँ राष्ट्र सेविकाले यो प्रशिक्षणबाट गर्दै आएको छ। अनि विशेष गरी बहिनीहरूलाई अहिलेको हाम्रो जुन अहिले पुस्ता छ हाम्रो, यो पुस्ताहरूमा चाहिँ हाम्रो संस्कार हस्तान्तरण भन्ने कुरा, कसरी चाहिँ हाम्रो पिँढीबाट संस्कार हस्तान्तरण गरेर उहाँहरूले पनि संस्कार दिएर अहिलेको हाम्रो नेपालको, हाम्रो राष्ट्रको केही राम्रो उन्नति प्रगति होस् भनेर यो प्रशिक्षण गराइएको छ। जस्तै यो प्रशिक्षण वर्गमा चाहिँ 8 वर्षदेखि माथिका दिदीबहिनीहरूले सहभागिता हुन सक्ने भन्ने भयो र कतिजनासम्म चाहिँ राख्ने भन्ने के योजनाहरू के छ? कतिजनासम्म यहाँले चाहिँ कार्यक्रममा समावेश गर्नुहुन्छ? हजुर, यो हाम्रो कार्यक्रममा लगभगै देशभरिबाटै 20-25 जिल्लाबाट बहिनीहरूको सङ्ख्या आउँदैछ, आमा दिदी बहिनीहरूको। 80 जनाको आवासीय रूपमा प्रशिक्षणको व्यवस्था गरिएको छ। त्यसै गरी आउने जाने गरेर हामी 100 जनाको भोजनसहितको व्यवस्था गरिएको छ त्यो प्रशिक्षणमा। यो आवासीय भएकोले 100 जनासम्मको व्यवस्था? हजुर, 100 जना। जस्तै राष्ट्र सेविका नेपालले चाहिँ कति जिल्लाहरूमा चाहिँ यसको शाखा विस्तार, यसको चाहिँ कार्य भनौँ न, कार्य कति जिल्लामा भएको छ अहिलेसम्म? हजुर, यो हाम्रो झन्डै 36 जिल्लामा अहिले चाहिँ सम्पर्क भएको छ र कार्य समिति भएको 25 जिल्लामा 25 जिल्लामा कार्य समिति छ, जहाँ चाहिँ हाम्रो कार्यक्रमहरू निरन्तर भइराखेको हुन्छ। त्यस्तो छ। अन्तिममा यो प्रवेश चाहिँ शिक्षा वर्गमा चाहिँ बाहिरी तपाईँको चाहिँ जुन कार्यक्रम हेरेर
आउन चाहने दिदीबहिनी पनि हुनसक्छ जागरणको लागि, उहाँहरूको लागि चाहिँ अन्त्यमा के भन्न चाहनुहुन्छ? जो बाहिर तपाईँ हामीलाई सुन्दै हुनुहुन्छ, हेर्दै हुनुहुन्छ, उहाँहरूको लागि उहाँहरू आउन चाहनुभयो भने उहाँहरूको लागि पनि केही स्थान रहन्छ कि उहाँहरूलाई के भन्न चाहनुहुन्छ? अब यस्तो छ, हाम्रो प्रशिक्षणमा हामीले एक त पहिल्यै जानकारी गराउँछौँ, यस्तो छ, योजनाबद्ध हुन्छ हाम्रो। यो प्रशिक्षण बाहिरबाट हेर्दा आर्मी पुलिस जस्तो ट्रेनिङ गर्ने एकदम कडा खालको हुन्छ, तर भित्र गएर यसको होइन आफ्नो मर्म बुझ्ने हो भनेदेखि आफ्नो देश, धर्म, संस्कृति पनि आफ्नो मूल्य मान्यतालाई कसरी हामीले बढावा दिँदै कसरी अगाडि लैजान सक्छौँ, कसरी अरूलाई हस्तान्तरण गर्न सक्छौँ, होइन, आफ्नो अर्को पिँढीलाई हस्तान्तरण गर्न सक्छौँ भन्ने कुरा चाहिँ मेन चाहिँ यसको छ। मेन चाहिँ यसको उद्देश्य के हो? हाम्रो महिलाहरूद्वारा, तेजस्वी माताहरूद्वारा, मातृत्वद्वारा तेजस्वी हिन्दू राष्ट्रको पुनर्निर्माणको लागि हाम्रो यो सतत प्रयास रहेको छ। र यसमा प्रशिक्षणको लागि अब पहिल्यै सम्पर्क गर्नुपर्छ। हामीलाई जानकारी भयो भने हामीले चाहिँ प्रशिक्षणमा व्यवस्थाको लागि हामीले यो समाजबाटै व्यवस्था गर्ने हो, समाजबाटै उठाएर होइन आर्थिक सङ्कलन गरेर सबै कुराहरू आर्थिक भौतिक, अनि त्यही भएर समाजकै व्यक्तिबाट सम्पर्क गरेर गर्ने। त्यही भएर हामीलाई पहिल्यै जानकारी भयो भने व्यवस्था गर्न सजिलो हुन्छ। म त्यति भन्न चाहन्छु। हस्, धन्यवाद यहाँलाई। दर्शक महानुभावहरू, हामीले सार्थक संवाद कार्यक्रममा चाहिँ हर्षिता चौधरीजीलाई निम्त्याएका थियौँ र केही कार्यक्रम वर्गको विषयमा हामीले संवाद गऱ्यौँ र यतिन्जेलको लागि यहाँहरूले हेरेर सुनेर साथ दिनुभयो। यहाँहरूलाई धेरै धेरै धन्यवाद छ।